प्रेमित्र मेरो नाम चाहिँ राजन विश्वकर्मा हो। अनि म चाहिँ मानव जाति हो है। म चाहिँ मानिस हो। म चाहिँ एकदम विवेकशील प्राणी हो है, सर्वश्रेष्ठ मानिस हो। अनि मेरो थर विश्वकर्मा चाहिँ हिन्दूले लगाइदिएको ट्याग हो है। अनि हिन्दू धर्मले चाहिँ मलाई विश्वकर्मा थर मात्रै ट्याग लाउन भ्याएनन् कि उनीहरूले दलित भनेर पनि लगाइदिए है। त्यो भनेको चाहिँ हरेक अधिकारबाट चाहिँ वञ्चित भनेको जस्तो हो क्या। अनि त्यति मात्र होइन, हामी विश्वकर्मा चाहिँ मूर्ति है, हिन्दू धर्मको देवता बनाउने जातिमा पर्छौँ है त। अनि मैले यदि मूर्ति बनाएँ, मैले कुटेर कुन्चेर होइन हिर्काएर मैले मूर्ति बनाएँ भने मैले बनाएको मूर्तिलाई चाहिँ मेरो भगवान्, मेरो सृष्टिकर्ता भनेर लम्पसार परेर चाहिँ पूजा गर्छन् होइन। त्यति मात्र होइन, उनीहरूले विश्वकर्मा पूजा पनि गर्छन्। तर म विश्वकर्मा मान्छेलाई चाहिँ उनीहरूले के गर्छन् त, मान्छे नै होइन जस्तो गर्छन् क्या। मैले छोको पानी उनीहरूलाई नचल्ने, यदि झुक्किएर मलाई छोयो भने पनि उनीहरूले सुन पानी छर्केर उनीहरू चुक्किने है। यस्ता समाजमा म चाहिँ अटाउन नसकेर, म चाहिँ बस्न नसकेर है, मैले चाहिँ मलाई बनाउनु हुने सृष्टिकर्ता त्यही परमेश्वर येशू ख्रिस्टलाई मैले विश्वास गरेको आज 15 वर्ष भएको छ। जब मैले येशू ख्रिस्टलाई विश्वास गरेँ, जुन दिनमा मैले ती हिन्दू धर्मका ती मूर्ति, ती ढुङ्गा, ती फोटा, ती माला मैले लिएर गएर हुर्याइदिएँ, बगाइदिएँ, फालिदिएँ नि, जुन दिनबाट मैले हिन्दू धर्मको त्यो हिन्दू धर्मको चाहिँ त्यो परिवेशमा म रहिनँ होइन। हिन्दू धर्मको म पर्व मान्दिनँ, हिन्दू धर्मको म चाड मान्दिनँ, हिन्दू धर्मको चाहिँ कुनै पनि कुरामा म संलग्न हुन्न है। म चाहिँ मलाई बनाउनु हुने सृष्टिकर्ता येशू ख्रिस्टमाथि विश्वास गर्छु, उहाँसँग मेरो सम्बन्ध छ। अनि मलाई चाहिँ म दलित हुँ भन्ने मलाई लाग्दैन। किन मलाई दलित हुँ भन्ने लाग्दैन भने येशू प्रभुले भन्नुभएको छ, तिमीहरू चाहिँ मेरो हातले बनाएका मेरो सृष्टिहरू हौ, तिमीहरू चाहिँ यो पृथ्वीमा रहेका जति पनि जीवजन्तु प्राणीहरूभन्दा पनि सर्वश्रेष्ठ प्राणी हौ भनेर भन्नुभएको छ। अनि तिमीहरू चाहिँ पवित्र जातिहरू हौ भन्नुभएको छ। अनि तिमीहरू चाहिँ स्वर्गीय राजपुजारीहरू हौ भन्नुभएको छ है। मलाई चाहिँ येशू प्रभुले स्वर्गको राजपुजारीगिरी बनाउनु भएको छ। यदि म हिन्दूमै थिएँ भने म दलित भएर बस्ने प्रिय हो। जब मैले हिन्दू धर्म छोडेँ, मैले येशू प्रभुलाई विश्वास गरेँ, त्यो दिनदेखिबाट म चाहिँ एक